हेलो गाइज, दर्शन नमस्ते। म क्षितिज पहाडीको बस्तीबाट हजुरहरूको सुख दुःखको साथी आज पनि एउटा छोटो मिठो भिडियो ल्याएर उपस्थित भइसकेको छु। आशा छ हजुरहरूले पनि यो भिडियोलाई माया गर्दैन हुनेछ, लाइक कमेन्ट सेयर गर्दैन हुनेछ। लाइक कमेन्ट त छँदैछ, हजुरले त्यसै नै गरिरहनु भएको छ। मिल्छ भने चाहिँ सेयर गरिदिनु होला भन्न चाहन्छु। सन्चै हुनुहुन्छ होला? यता पनि एकदम कुशल मङ्गलै छु। आज छुट्टीको समयमा यसो बचेको समयलाई सदुपयोग गर्दै भिडियो बनाइरहेको छु। के कस्तो लाग्छ, भिडियो राम्रो लाग्छ नराम्रो लाग्छ प्रतिक्रिया दिनु होला कमेन्ट मार्फत। फेसबुक कन्टेन्ट मोनिटाइजेसन भन्ने अप्सन आएको छ, थाहा छ कि छैन हजुरहरूलाई? होइन, फेसबुकलाई चाहिँ प्रोफेसनल मोडमा राखेर अर्निङ गर्ने, अनलाइन अर्निङ गर्ने, फोटोहरू राखेर, स्ट्याटस राखेर, होइन, स्टोरी राखेर, भिडियो राखेर। हजुरलाई थाहा छ होला सायद। यदि थाहा छैन भने चाहिँ अहिले यो अप्सन नेपालदेखि पनि देखाइरहेको छ अरे। तपाईँले चाहिँ एकचोटि आफ्नो प्रोफेसनल ड्यासबोर्ड चेक गरेर मोनिटाइजेसनमा जानु होला, मोनिटाइजेसन अप्सनमा जानु होला। त्यहाँ चाहिँ तपाईँको कन्टेन्ट मोनिटाइजेसन भनेर लेखेको हुन्छ, तर तालचा लगाएर राखेको छ, लक छ त्यो चाहिँ अगस्त 2 सम्म चाहिँ तपाईँले राम्रो काम गर्नुभयो, फेसबुकमा एक्टिभ रहनुभयो, रिल्सहरू हाल्नुभयो होइन भने चाहिँ अगस्तको पहिलो हप्तातिर चाहिँ अनलक गर्ने, मोनिटाइज अप्सन दिने भन्ने लेखेको छ। त्यही भएर यसको खासै क्राइटेरिया छैन, यति हजार फलोवर्स पुग्नुपर्छ अनि वाच टाइम पुग्नुपर्छ भन्ने चाहिँ छैन। तपाईँले चाहिँ काम गरेको अनुसार कतिको एक्टिभ रहनुभयो त्यही अनुसार चाहिँ सेलेक्ट गर्छ अरे। त्यही भएर सकेसम्म बाँकी रहेको समयमा चाहिँ फेसबुकमा स्ट्याटसहरू लेख्नुहोस्, फोटोहरू हाल्नुहोस्, रिल्सहरू बनाउनुहोस्, अनि भिडियोहरू बनाउनुहोस्, हाल्नुहोस् होइन। अब त्यो हाल्दैमा अर्निङ हुन्छ, मोनिटाइजेसन भयो भने चाहिँ हामी जस्तोलाई केही न केही राहत मिल्छ भन्ने आश चाहिँ छ कि। अब न जागिर खान सकेका छ हामी होइन, अब अर्काको देशमा आएर काम गर्नु परेको छ। फेसबुकबाट हल्का टाइम पास गरेर राम्रै अर्निङ हुन्छ।